आज चाहिँ हामीहरू सिक्नेवाला छौँ फोटोको ब्याकग्राउन्ड रिमुभ कसरी गर्ने। हामीहरू चाहिँ मोबाइलको स्क्रिनमा आइसकेका छौँ। मोबाइलको स्क्रिनमा आइसकेपछि तपाईँहरूले चाहिँ क्रोम ब्राउजरमा जान सक्नुहुन्छ। सो म चाहिँ सफारी, मेरो चाहिँ एप्पल होस्, त्यसैले म चाहिँ सफारी युज गरिरहेको छु। तपाईँहरूले चाहिँ क्रोम ब्राउजर पनि युज गर्न सक्नुहुन्छ, ठिक छ। सो म चाहिँ सफारीलाई ओपन गर्छु। ओपन गरिसकेपछि पिजी रिमुभर, ठिक छ, पिजी रिमुभर भन्ने वेबसाइट खोल्छु। वेबसाइट खोलिसकेपछि देख्न सक्नुहुन्छ फर्स्टमा वेबसाइट आइसकेको छ फर्स्टमा। सो यसलाई ओपन गर्छु। सो ओपन गरिसकेपछि यस्तो ड्यासबोर्ड आउँछ। यस्तो ड्यासबोर्ड आइसकेपछि अपलोड इमेज, ठिक छ। सो हामीहरूले चाहिँ लाइब्रेरी, फोटो लाइब्रेरीमा क्लिक गर्छौँ। फोटो लाइब्रेरी खुलिसकेको छ, देख्न सक्नुहुन्छ। म चाहिँ यो फोटो देख्न सक्नुहुन्छ, यो फोटोको ब्याकग्राउन्ड रिमुभ गर्नेवाला छ, ठिक छ, डन। सो देख्न सक्नुहुन्छ मेरो चाहिँ प्रोसेसिङ लिइरहेछ। देख्न सक्नुहुन्छ यो फोटोको चाहिँ ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। अब डाउनलोड गर्नको लागि तपाईँहरूले चाहिँ डाउनलोड अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ, ठिक छ। सो डाउनलोड अप्सनमा क्लिक गरिसकेपछि प्रिभ्यूमा क्लिक गर्नुपर्ने हुन्छ, त्यसपछि सेभ इमेज, ठिक छ। सो तपाईहरुले चाहिँ यसरी चाहिँ तपाईहरुले चाहिँ फोटोको ब्याकग्राउन्ड चाहिँ रिमुभ गर्न सक्नुहुन्छ। मिल्ने छु नेक्स्ट भिडियोमा गाइज। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला।